कतिलाई मार्छ त्यसले, एकजनालाई मार्छ, दुईजना मार्छ, कोही नडराउनु। देशभरिको सुकुम्बासी आउनुहोस्, हामी पनि तपाईँहरूलाई साथ दिन्छौँ। यो डोजर आतंक र बालेन आतंकदेखि कहिले पनि हामीले नडराउने। हामी आफै मर्छौँ भने अरूलाई पनि हामी छोड्दैनौँ। मर्न पनि रेडी छौँ हामी सुकुम्बासी, मार्न पनि रेडी छौँ। पनि सुकुम्बासी डराउनु पर्दैन। आयो भनेदेखि सबले छाती थाप्नुहोस्, कतिलाई मार्छ त्यसले, एकजनालाई मार्छ, दुईजना मार्छ, कोही नडराउनु। देशभरिको सुकुम्बासी आउनुहोस्, हामी पनि तपाईँहरूलाई साथ दिन्छौँ। हामी सधैँ तपाईँहरूसँग हुन्छौँ। म यहीँ हुन्छु, तपाईँहरूसँग हुन्छु। डोजर कसरी चलाउँदो रहेछ हेरौँ र छाती हामीलाई मारेर लान्छ भनेदेखि ठिक छ। हामीलाई मारेर नेपाली जनताहरूलाई, नेपाली सुकुम्बासीहरूलाई मारेर सिद्ध्याएर उसले तिब्बती र इन्डियनलाई राख्न थालेछ भने ठिकै छ, त्यसको हिसाब किताब पछिका पुस्ताले गर्नेछ। होइन भनेदेखि अहिले डोजर चलाउन पाइँदैन। यो डोजर आतंक र बालेन आतंकदेखि कहिले पनि हामीले नडराउने एउटा भ्रम सिर्जना नहोस्। हामीले यो कहिले पनि डराउनु नपरोस्। एउटा राज्य छ भन्ने वातावरण राज्यले बनाइदियोस् भन्ने चाहना भएर न हामीले हिजो सपोर्ट गरेको हो। आज डराउनु पर्ने स्थिति किन आयो त भनेपछि हामी आफै मर्छौँ भने अरूलाई पनि हामी छोड्दैनौँ। मर्न पनि रेडी छौँ हामी सुकुम्बासी, मार्न पनि रेडी छौँ। यदि आफ्नो न्यायको लागि हामी डराउँदैनौँ।